लागिहाल्छ नि। पावर बटन थिचेर अन गर्ने, अन गरिसकेपछि डिस्प्ले आउँछ। डिस्प्ले जहाँ भए पनि मेनु बटनमा जाने, मेनु बटनमा गए पछाडि यो डिस्प्ले देखिन्छ। यसमा चाहिँ F1 F2 F3मा डेटा कलेक्ट, F2मा लेआउट, F3मा मेमोरी म्यानेजर भन्ने छ। अब मेमोरी म्यानेजरबाट पुरानो फाइलहरू छ भने खोजेर ल्याए नि भयो। तर अहिले हामीले चाहिँ नयाँ फाइल क्रिएट गर्ने सोच्दैछौँ भने त्यसको लागि चाहिँ हामी F1 थिचेर डेटा कलेक्टभित्र पसौँ। यहाँभित्र गइसकेपछि तपाईँको सेलेक्ट अ फाइलमा फाइल नेम माग्छ। अब यसमा चाहिँ अलरेडी पुरानो फाइललाई केही डिस्प्ले गर्ने भएकोले गर्दा यसलाई इनपुट गरेर यो फाइल हटाउन सकिन्छ। यसलाई क्लियर गर्नुभयो भने हट्छ। सो यसलाई क्लियर गरिसकेपछि यो अहिले त्यसपछि अल्फाबेट न्युमेरिक एक्टिभ भएकोले गर्दा अल्फाबेटिक एक्टिभ गरेँ। त्यसको लागि चाहिँ कुनै नाम दिउँ एउटा, ल मानौँ न एकछिन चाहिँ PUL गरौँ, पुल्चोक क्याम्पसको लागि भनेर, र इन्टर गरौँ। इन्टर भइसकेपछि फाइल क्रिएट भयो। त्यो फाइल क्रिएट भइसकेपछि अब त्यो भित्रको पोइन्ट्सहरू माग्न थाल्यो। हर स्टेसनमा हामीले यही काम गर्नुपर्ने हुन्छ रिपिटेडली। र यसमा त्यो 3वटा पोइन्ट्सहरू माग्छ। यसले के गर्छ, 2टा नोन पोइन्ट्स र एउटा त्यसको रिफरेन्समा अर्को फरवर्ड पोइन्ट्सहरू नाप्ने भएकोले गर्दाखेरि फर्स्टमा हामीले F1 अकुपाइड पोइन्ट भनेको जुन स्टेसनमा आफू बसेको हुन्छौँ त्यो पोइन्ट, त्यो स्टेसनको डिटेल कोअर्डिनेट सिस्टम दिनको लागि हामीले F1मा जानुपर्छ भने जुन चिजलाई हामीले ब्याक साइडमा हेरिरहेको हुन्छौँ त्यो चिजलाई हामीले चाहिँ अथवा ब्याक नोन साइडलाई हामी ब्याक साइड भन्छौँ। र त्यो दुईटाको इन्टर गरिसकेपछि नयाँ जुन त्यो दुईटाको रिफरेन्समा नयाँ लिन खोजिरहेको हुन्छौँ त्यसलाई F3 अथवा 4 साइड भन्छौँ। जाउँ अब अहिले अकुपाइड पोइन्टको इन्सर्ट गर्न। सो F1 क्लिक गरेँ। F1 क्लिक गरेपछि पोइन्ट, आइडी, इन्स्ट्रुमेन्ट हाइट भनेर त्यसको चाहिँ डिटेलिङ, त्यो पोइन्टको डिटेलिङ माग्छ। सपोज पोइन्ट नम्बर फर्स्ट पोइन्ट भनेर मैले यो फर्स्ट पोइन्टलाई चाहिँ 1 पोइन्ट भने र यसलाई इन्टर गरेँ। र आइडी चाहिँ यसलाई चाहिँ यसको आइडी क्रिएट गर्दाखेरि एकछिन यसको आइडी क्रिएट गर्दा यसलाई चाहिँ स्टेसन ल टी स्टेसन्स 1 रहेछ भनेर मानौँ, यसलाई कुनै गरेँ। र इन्स्ट्रुमेन्ट हाइटमा चाहिँ हामीले अब त्यसको इन्स्ट्रुमेन्ट हाइट नाप्नु पऱ्यो, पेगदेखि के अरे सेन्टर अफ लाइनसम्म टोटल स्टेसनको, र इनपुट गरौँ। अहिले यसलाई यति नै मानौँ, ल 1482, र यसलाई चाहिँ इन्सर्ट गरिदिउँ। र त्यस पछाडि चाहिँ हामी के गर्नु पऱ्यो भने पुरानो फाइल छ भने सर्च गरेर गए पनि भयो। यदि तपाईँलाई चाहिँ कुनै सिस्टमबाट तपाईँसँग कोअर्डिनेट छ भने चाहिँ तपाईँले के गर्नुहुन्छ भने त्यो कोअर्डिनेट हाल्न सकिन्छ। OCNEZ भने अकुपाइड पोइन्टको तपाईँको नर्थिङ, इस्टिङ र एलिभेसन भन्न खोजेको यो। र त्यो पोइन्टको लागि पोइन्ट 1 नै भनौँ, इनपुट गरेर यो पोइन्ट 1 नै भनौँ यसलाई। र यसको नाम चाहिँ हामीले के हानौँ भन्दाखेरि NEZ हानौँ। यो अब यो कोअर्डिनेट चाहिँ तपाईँहरूले अहिले गरेको मेजर ट्राभल्सको पोइन्टहरूलाई ल्याएर हाले पनि हुन्छ, गेल्स टेबलबाट हाल्नु पऱ्यो। यदि फिल्डमा जाने हो भने चाहिँ तपाईँले चाहिँ कुनै चाहिँ मिन्सबाट चाहिँ यसलाई क्यालकुलेट गर्नु पऱ्यो, जस्तै GPS अथवा केहीबाट। र इनपुट गरौँ। इनपुट गर्दै गर्दाखेरि चाहिँ यसलाई चाहिँ क्लियर गर्यो। ल सपोज मानौँ 100 इन्टर होइन, त्यसपछि फेरि क्लियर 100, फेरि इन्टर, फेरि क्लियर 100, तिनटैलाई मैले 100 दिएँ। ल इनपुट गरेँ भने चाहिँ अकुपाइड पोइन्टको यो चिज चाहिँ इनपुट भयो भनेपछि अब यसलाई चाहिँ फाइलमा सेभ गर्नु पऱ्यो भने चाहिँ रेकर्ड गरौँ। यसले चाहिँ रेकर्ड गर्ने भनेर सोध्यो, यस गरौँ भने चाहिँ त्यो रेकर्ड भइसक्यो। र अघि सुरुको जुन डिस्प्लेमा सुरु गरेको थियो हामी त्यही डिस्प्लेमा फर्किसकेका छौँ। अब जानु पऱ्यो ब्याक साइड भनेको, यहाँबाट पहिले नै हामीलाई अर्को कुनै नोन पोइन्टमा हेर्नुपर्ने हुन्छ। त्यो भनेको चाहिँ F2 अथवा यो चाहिँ तपाईँले कुनै रिसेक्सनबाट ट्रान्सफर गरेको पोइन्ट्सहरू हेर्दा पनि हुन्छ, फर्स्टचोटि हेर्दै हुनुहुन्छ भने, अथवा न तपाईँ चाहिँ अरू स्टेसनमा हुनुहुन्छ भने पहिले नै हेरिसकेको साइटलाई हेरे पनि जे पनि नोन त यसको कोअर्डिनेट सिस्टम तपाईँलाई चाहिँ नोन हुनुपर्ने हुन्छ हो। र त्यो भएकोले यसलाई F2मा जाउँ। अब यसको लागि F2मा भनेपछि ब्याक साइडको के हो यसको नाम, यसको नाम चाहिँ अब यसको नाम कुनै ल भिन अथवा यसको नाम चाहिँ एकछिन ल 2 पोइन्ट भनौँ। यसलाई चाहिँ पोइन्टको कोड चाहिँ यसलाई चाहिँ एकछिन स्टेसन्स भन्ने हो भने इनपुट गरेर एकछिन यसलाई स्टेसनै भनौँ, स्टेसन, यसलाई चाहिँ 2 भनेर मानिदिउँ यसलाई होइन। त्यसपछि इन्टर गरौँ। त्यसपछि तपाईँले त्यो स्टेसनमा जुन अकुपाइड स्टेसनबाट त्यो जुन स्टेसन ब्याक साइडमा हेरेर चाहिँ त्यहाँ रिफ्लेक्टर हुन्छ, रिफ्लेक्टरको हाइट नापौँ र त्यसमा कति छ त्यो टाइप गरौँ यहाँबाट। सपोज यो क्लियर गरेर 1.0 रहेछ अरे भनेर मानौँ, ल इन्टर गरिदिउँ होइन। त्यस पछाडि अब तपाईँले चाहिँ ब्याक साइड हेर्नुपर्ने हुन्छ। सो ब्याक साइड गर्दा अघि पोइन्ट 2 क्रिएट गरेकोले गर्दा 2 देखाएँ। तपाईँले दुईवटा तरिकाले गर्न सक्नुहुन्छ।
अलरेडी पुरानो छ भने ओभरराइड गरेर गए पनि हुन्छ लिस्टमा गरेर, होइन भने तपाईँले चाहिँ नर्थिङ इस्टिङ दिनु पऱ्यो। अरू नर्थिङ इस्टिङलाई चाहिँ इन्डाइरेक्टली यसले एजुमिथ र डिस्टेन्सबाट पनि क्यालकुलेट गर्ने भएकोले र एजुमिथ दिन पनि सकिन्छ। सो यदि तपाईँसँग चाहिँ नर्थिङ इस्टिङ छ भने ल एकछिन 1200 मानौँ, यसरी तपाईँसँग यो चिज छ भने र तपाईँले रिसेक्सन या अरू कुनै मेथडबाट गर्दै हुनुहुन्छ भने यसरी तपाईँसँग डेटा छ भने इनपुट गर्नु पऱ्यो हो। अब त्यहाँ फर्क्यौँ, होइन भने तपाईँसँग चाहिँ अब चाहिँ एजिमुथ छ भने एजिमुथ एङ्गल दिएर पनि तपाईँले चाहिँ गर्न सक्नुहुन्छ, होइन। यो सब गरिसकेपछि चाहिँ मेजर थिच्नुपर्ने हुन्छ। मेजर थिच्यो अनि ओसिएनइजेडमा थिचेर यसले चाहिँ के हुन्छ, रिफ्ल्याक्टर देखिसकेपछि यहाँ डेटा आउँछ। डेटा आइसकेपछि त्यसलाई सेभ गर्ने, अनि त्यस पछाडि यो फेरि यो ब्याक फर्किन्छ। अनि त्यसपछि F3मा जानुभयो भने अब तपाईँलाई जहाँ जहाँ डिटेलिङ पोइन्ट्सहरूमा चाहिएको छ त्यो डिटेलिङ पोइन्ट्सहरूको पोइन्ट कोड भनेको डिटेलिङ पोइन्ट, जस्तै ट्री छ, ड्रेन छ भने तिनीहरूलाई आफ्नो कोड दिने, रिफ्लेक्टर कतिमा राखेको छ त्यो गर्दै मेजर गरे पनि हुन्छ। मेजर गर्दै प्रत्येक पोइन्ट एक्सिड के अरे अगाडि बढे नि हुन्छ, अल गर्दै एकैचोटि गर्दै गए पनि हुन्छ। यति गरिसके पछाडि यो स्टेसनको काम सकेपछि अर्को स्टेसनमा जाने, फेरि त्यो सरेको स्टेसन अकुपाइड हुन्छ, यो स्टेसन ब्याक साइड हुन्छ, सेम काम दोहोऱ्याइराख्यो भने हामीले चाहिँ डिटेलिङको काम गर्न सकिन्छ। हस् त, धन्यवाद।